मजा आउँछ। टाइम 4:30 भयो। सो हेलो दोस्तों, वेलकम टु माई युट्युब च्यानल। अनि आजको हाम्रो ब्लग हो। हामी सबैजना आज सन्डे भनेर चाहिँ अब आज घुम्नु गएको पिकनिक। हाम्रो सबै सामानहरू यहाँ हालिसकेको छ। सो अब सबैजना रेडी भइसक्यो। अहिले बज्दैछ 12:40। टेम्परेचर तपाईँको 38-39 डिग्री छ। अनि अब हामी सबैजना रेडी भएर अब हामी निस्केको। गाइस अब हामी निस्किन आँटेको। हेभी गरम छ आज यो टेम्परेचर। दादाहरूलाई पर्खिरहेको छ। सबैजना गरम भएर निस्केको। यी हाम्रो बडी बिल्डर। अनि पत्ताहरू पुगेको छैन। पत्ता त्यहाँ लिनु पर्छ मोडमा। ला मैले काँक्रा र लसुन लिएँ हो। पत्तै बिर्सेँ त्यो दुधेको त्यहाँ मोडमा लिएँ। पानी घट्टा मोडमा गयो भने त पानी घट्टा भित्र पस्यो नि त। हामी चाहिँ दादा भाउजूलाई पर्खिरहेको थियौँ। दादा भाउजू फाइनली आउनुभयो। सो गाइस हामी स्पटमा आइपुगेँ। साह्रो गरम भएर हामीले यहाँ टेन्ट पनि बनाएको छ। हामीले आफ्नो हातले बनाएको टेन्ट च्यादर लगाएर। बाटो साह्रै खराब रहेछ उताको बाटो हो। अलिकति अप्ठ्यारो भयो चलाउनुमा। अनि अब यहाँ टेन्ट बनाएर बस्ने जग्गा चाहिँ बनाएर शीतल हुन्छ। अनि त्यहाँबाट चाहिँ खाना बनाउने हो। नभुल्नुहोस् होला। अहिले तपाईँलाई मेरो भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनुहोस् होला, सब्सक्राइब गरिदिनुहोस् होला। अनि टेन्टमा आइहालेँ हो। टेन्टमा आएपछि हाम्रो खाना बनाउने स्टार्ट हुँदैछ। यी मासुहरू काट्दैछ दादाले। यहाँ दादाको चाहिँ फेरि ह्यान्डमेड अब माछा पक्राइ हुनेछ। यी आँटा लगाएर हो माछा पक्रा चढ्दा खानेको होइन। बच्चाहरू यहाँ नुहाउनु पनि स्टार्ट भइसक्यो। बच्चाहरू सो गाइस फाइनली दादाको मिसन पुरा भयो। माछा पक्रे। हामी अहिले काँक्रा खाँदैछ। भात मात्रै पाक्दैछ। अब यस्तो घाम लाग्दैछ। 4 बजी घाम। हाम्रो अब चिकन पनि पाक्नु थाल्यो। भात पनि पाकिसक्यो। अब चिकन बनाउँदैछु। हाम्रो सानो लड्दा खुट्टा काट्यो त्यसको। दिदीहरू सबै आइपुग्यो। दिदीहरू भान्जीहरू पनि आइपुग्यो। सबैजना यताबाट आइज। हामी सबैजना फ्यामिली सबै यहीँ छ। अब खाना पाकिहाल्यो। अब नुहाउनु जाने हो। अहिले देखाउनु छ तपाईँलाई नुहाउनु जाएको। लन्च सब कम्प्लिट भयो। अब चाहिँ अलिकति चिसो पानीले नुहाउने हो। त्यसरी दादा पनि नुहाउँदैछ। अनि अब हल्का चिलमा गएर चिल पानीमा नुहाउने हो। अब हामी लुगा सोफोले अब पानी चिल पानीमा बस्ने हो। I am a chill. यो बिना प्लानको कस्टी भयो। स्विमिङ कस्टी हो पिङमा। गाइस मन पर्यो लाइक गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, कमेन्ट सब्स्क्राइब कति मजा आउँछ। टाइम 4:30 भयो। कति मजा आउँछ। सो गाइस तपाईँलाई मजा आउँदै होला हाम्रो यहाँ भिडियोहरू देखेर। अनि हेब्बी चिसो पानी छ अहिले चाहिँ। किनभने 5 बज्दैछ अहिलेको हो। बेलुकाको 5 बज्दैछ। अनि चिसो हुँदैछ। अनि अब फेरि जान्छु हो पानीभित्र। अहिले त सबैजना छ।
टाउकोमा लाग्छ अब हामी पानीभित्र पस्ने च्यालेन्ज खेलेको को कति पानीभित्र पस्न सक्छ सो लेट्स गो गाइस बोलेगा आप लोग कौन कूदेगा अब मेरो गर्नु ल म हेर्नु कति लामो गऱ्यौ मेरो मेरो गर्नु ल कत्रो लामो जान्छ लङको लागि राम्रो पहिला सुनिन्छ सबै याद गर भाइ गाइस तपाईँलाई भिडियो कस्तो लाग्यो होला कमेन्टमा भन्नु होला अब गाइस अब हामीले नुहाइसक्यो अब हामी खाना खान जाने सो हामी सबैजना नुहाइसके अनि अब हामी खाना खाने जाने हो सबैजना भोक मन लाग्यो 5 बज्यो अनि खानासाना खाएर अब हामी घरको बाटो जाने अब खाना खाने हामी सबैजना खाना खान थाल्यो म पनि बस्छु अब घरको बाटो लाग्ने सो गाइस अब हामी अब घरको बाटो जान आँटेको सबैजना खानासाना खाइहालेँ अनि अब घरको बाटो जान आँटेको सो गाइस तपाईँलाई मेरो भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला मेरो ब्लग म यहीँ खत्म गर्दैछु बाई बाई गाइस